1 करोड रुपियाँभन्दा बढीको राजस्व नोक्सान, सांसद ठप्प पारिएको छ। भन्सारका उच्च अधिकारीहरू रातारात निलम्बनमा पर्दैछन्। प्रधानमन्त्रीको कडा निर्देशनमा सशस्त्र प्रहरीले देशैभरि करोडौँका गाडीहरू सडकबाटै जफत गरिरहेको छ। यो कुनै हलिउड फिल्मको काल्पनिक दृश्य होइन। यो नेपालमा भर्खरै घटेको एउटा यस्तो वास्तविकता हो जसले देशको अर्थतन्त्रलाई हल्लाएर राखिदिएको छ। यस काण्डको केन्द्रमा दुईवटा नाम छन्, देशकै सबभन्दा लोकप्रिय इलेक्ट्रिक गाडी BYD र अर्थमन्त्री डाक्टर सोनी वाग्ले। प्रतिपक्ष भन्छ, बजेट आउनु अघि नै कर बढ्ने संवेदनशील सूचना व्यापारीलाई बुझाइयो र देशलाई अरबौँको चुना लगाइयो। यो देशद्रोह। तर अस्ति मात्रै संसदमा उभिएर अर्थमन्त्रीले भने 2 अर्ब होइन 2 रुपियाँ बराबरको पनि बदमासी वा नीतिगत भ्रष्टाचार भएको छ भने म आफ्नो मन्त्री पद, राजनीति र यो सम्पूर्ण सार्वजनिक जीवन नै सधैँका लागि त्यागिदिन्छु। तर सत्य के हो त? आज हामी कुनै पार्टीको चस्मा नलगाई सिधै भन्सारको डिजिटल प्रणाली ASYCUDA को डाटा र संसदका गोप्य पानाहरू पल्टाएर यो महाखेलको बारेमा बुझ्ने कोसिस गर्नेछौँ। सबभन्दा पहिले यो ग्राफिक्सलाई ध्यान दिएर हेर्नुहोस्। यो आयातकर्ता कम्पनी साइमेक्स इन्कले यो वर्ष ल्याएको BYD गाडीको आधिकारिक विवरण हो। जनवरीमा 1117 वटा गाडी आए। फेब्रुअरीमा अचानक आयात शून्य भयो, एउटा पनि गाडी पास भएन। मार्चमा 304 र अप्रिलमा जम्मा 150 वटा गाडी मात्रै आए। तर अचानक नयाँ बजेट आउनु ठिक अगाडि मे महिनामा यस्तो के भयो? 1396 वटा गाडी एकै महिनामा भित्रिए। नेपालको इतिहासमा एउटै ब्रान्डका यति धेरै गाडी एकै महिनामा भन्सार पास भएको यो पहिलो रेकर्ड हो। बजार मन्दीमा थिए, सोलुमहरू खाली थिए, तर बजेट आउनु अघि मे महिनामा आएका कुल 2700 EVहरूमध्ये बढी केवल BYD ब्रान्डका मात्रै थिए। आखिर व्यापारीहरूलाई कसरी थाहा भयो कि मे महिनामा यति धेरै गाडी पास गरिसक्नुपर्छ? काण्ड यहाँबाट अझै रोचक बन्छ जब संसदमा हङ्गामा भयो। तब अर्थ मन्त्रालयले प्रतिपक्षलाई शान्त पार्न एउटा लिखित वक्तव्य जारी गर्यो र मन्त्रालयले भन्यो, बजेटको मुखैमा रसुवाबाट 200 भन्दा बढी र कोरोलाबाट 649 वटा विद्युतीय गाडी पुरानै नियमित शैलीमा प्रक्रियाबाट मात्रै नेपाल भित्रिएका हुन्, धेरै होइन। तर हामीले जब भन्सार विभागको आधिकारिक वेबसाइटमा गएर यो कुराको क्रस चेक गर्न खोज्यौँ तब अचम्मको दृश्य देखियो। सरकारले जेठ महिनाको पुरा रिपोर्ट पोर्टलमा अपलोड नै नगरी वैशाखसम्मको मात्रै डाटा राखेको थियो। आखिर जेठ महिनाको डाटा किन लुकाइयो त? तर हामीले वैशाख मसान्तसम्मको आधिकारिक रेकर्ड पल्ट्याएर पुरानो स्वाभाविक आयातको ट्रेन्डको हिसाब निकाल्यौँ। यो सरकारी रेकर्ड अनुसार साउनदेखि वैशाखसम्मका 10 महिनामा नेपालमा सबैभन्दा धेरै बिक्ने 51 देखि 100 किलोवाट क्षमताका EV कारहरू कुल 3590 वटा आएका थिए। यसको सोझो अर्थ नेपालमा महिनाको सरदर जम्मा 359 वटा गाडी मात्रै स्वाभाविक रूपमा भित्रिन्थे। 10 महिनाको औसत रफ्तार महिनाको 359 वटा हुने व्यापार बजेट आउने महिना जेठमा मात्रै अचानक 1396 वटा गाडी कसरी पुग्यो? संसदमा जब आर्थिक विधेयकको 16 पाना गाया पारियो र सेटिङ गरियो भनेर हङ्गामा भयो तब अर्थ मन्त्रालयले हतार स्पष्टीकरण दियो। आर्थिक न्युज पोर्टल क्लिकमाण्डुको यो रिपोर्ट अनुसार त्यो भित्री दाबी स्पष्ट देखिन्छ। मन्त्रालय भन्छ, पाना गायब भएको होइन, केवल टेबल र पेजको लेआउट मिलाउँदा पृष्ठ सङ्ख्या घटेको हो। तर प्रतिपक्ष अझै प्रश्न गरिरहेको छ कि यो केवल प्राविधिक त्रुटि मात्रै हो कि सेटिङ लुकाउने बहाना? वास्तविक डाटा अनुसार सोही अवधिमा 200 होइन, बजेटको मुखैमा व्यापारिक फाइदाका लागि सिङ्गो सरकारी संयन्त्र कसरी प्रयोग भएको भन्ने कुरा यो बिजनेस न्युजको यो अन्तर्राष्ट्रिय खोजी रिपोर्टले छरपष्ट पारिदिएको छ। यो रिपोर्ट अनुसार बजेट आउने ठिक अगाडि मे यानि जेठ महिनामा मात्रै कुल 1396 वटा BYD गाडीहरू नेपाल भित्राइए। यो कुनै नियमित आयात थिएन। यो सेटिङको कारणले नेपाल सरकारले पाउनुपर्ने कुल 1 अर्ब 2 करोड 70 लाख सिधै राजस्व गुमायो र गाडी विक्रेताको नाफा 13% भ्याट समेत जोड्ने हो भने यो काण्डले देशको अर्थतन्त्रलाई कुल 1 अर्ब 11 करोड रुपियाँभन्दा बढीको नोक्सान पुर्याएको छ। अब म तपाईँहरूलाई यो खेलको सबभन्दा डरलाग्दो रूप देखाउँछु। कुन गाडी कति आए र कति राजस्व गायब पारियो? यो भित्री सरकारी डेटा हेर्नुहोस्। मे महिनामा अर्थात् जेठमा 840 वटा अटो 2 र 409 वटा अटो 1 र बजेट आउनु अघि कर बढ्दैछ भन्ने कुरा पहिले नै थाहा पाएर 145 वटा विलासी सिलियन 7 गाडीहरू हतार जाँचपास गराइए। प्रतिपक्षी सांसदहरूले संसदमा त्यसै प्रश्न उठाइरहेका होइनन्। भन्सारको यो रेकर्ड अनुसार केवल एउटै मोडल सिलियन 7बाट मात्रै राज्यलाई 66 करोड 85 लाख रुपियाँभन्दा बढीको घाटा गराइएको छ। र खेल यतिमा मात्रै सकिँदैन। यदि यो व्यापार सफा र कानुनी थियो भने भन्सार विभागले यी गाडीहरूलाई सामान्य बाटोबाट किन आउन दिएन? बिजनेस न्युजका यो दोस्रो प्रमाण हेर्नुहोस्। गाडी आयातमा ठुलो राजस्व छली र गाडीभित्र लुकाइएका अवैध रूपमा
45वटा चिनिया सिम कार्ड र अतिरिक्त चार्जरहरू तस्करी गर्न खोजिएको शङ्कास्पद गतिविधि भेटिएपछि भन्सार विभागले यी गाडीहरूलाई कडा जाँच गरिने रेड लाइन कस्टम च्यानलमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्यो। यदि रसुवाको खेल डरलाग्दो थियो भने मुस्ताङको कोरला नाकाबाट त सिधै एउटा क्राइम फिल्मको जस्तै सिन देखियो। मुस्ताङ भन्सारका प्रमुख विदुर चुडालको आधिकारिक बयानअनुसार बजेट भाषणको ठिक अगाडि जेठ 26 र 27 गते 2 दिनभित्र 649वटा गाडी हतार जाँचपास गरिए। यो चौतर्फी विवाद र आरोपहरूपछि BYD गाडीको आधिकारिक विक्रेता टाइमेक्स इन्कले एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा भ्रम फैलाइएको दावी गर्यो। अनलाइन खबरमा प्रकाशित यो रिपोर्ट अनुसार कम्पनीले बजेट आउने अघि भित्रिएका गाडीहरूको नाकावार विवरण सार्वजनिक गरिदियो। कम्पनीको दावी छ कि सबै गाडीहरू कानुनी प्रक्रिया पूरा गरेरै आएका हुन्, जसमा मुस्ताङको कोरोला नाकाबाट 66वटा र रसुवा नाकाबाट 472वटा गाडीहरू भन्सार जाँचपास भएका छन्। यिनीहरू कतिसम्म हतारमा थिए भने बजेट आउनु अगावै गाडी भन्सार यार्डबाट भगाउन आयातकर्ताले जेठ 28 गते एकैपटक 50 देखि 60 जना ड्राइभरहरूलाई काठमाडौँबाट बसमा हालेर मुस्ताङ पुर्याएका थिए। तर यो हतारो उनीहरूका लागि हानिकारक बन्यो। प्रधानमन्त्रीको निर्देशनमा सशस्त्र प्रहरी APFले आकस्मिक चेकिङ सुरु गर्यो। मुस्ताङ कास्कीको हेम्जा र पर्वतको कुस्माबाट भन्सार प्रक्रिया नै नपुगेका कुल 776वटा गाडीहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। यो सेटिङ यति ठुलो थियो कि सरकारले रसुवाका भन्सार प्रमुख तुलसी भट्टराईसहित 6 जना भन्सार अधिकृतहरूलाई तत्कालै बर्खास्त गरेर भन्सार विभाग तानेको छ। अब बुझ्यो यो सम्पूर्ण दौडधुपको असली कारण, पैसाको खेल। नयाँ बजेटमा EVको कर प्रणाली पुरै बदलियो। पहिले कर मोटरको किलोवाटमा लाग्थ्यो, तर नयाँ बजेटले गाडीको भन्सार घोषित मूल्यलाई आधार बनायो। यसले गर्दा 40 लाखभन्दा महँगा गाडीका स्वच्छ पूर्वाधार लगानी शुल्क सिधै 90% देखि 130% बढ्यो। सरकारले भन्सारको मूल्याङ्कन कसरी गर्छ र यो पुरानो नियम के थियो भन्ने कुरा बुझ्न भन्सार विभागका यो आधिकारिक एक्सेल सिटको रिकर्डिङलाई हेर्नुहोस्। यो बजेट आउनु अघि साउनदेखि वैशाखसम्मको स्वाभाविक तथ्याङ्क हो। यहाँ 100 किलोवाटसम्मका गाडीको 10 महिनाको भन्सार घोषित मूल्य झन्डै 9 अर्ब 25 करोड र राजस्व 5 अर्ब 82 करोड देखिएको छ। नयाँ बजेटले यही घोषित मूल्यलाई आधार बनाएर कर बढाउने घोषणा गर्यो। अब हेर्नुहोस् मन्त्रालय आफैले स्वीकारेको यो 6 दिने आयातको विवरण। मुस्ताङको कोरोला नाकाबाट जेठ 8 गते 51वटा, जेठ 9 गते 145वटा र जेठ 10 गते 90वटा गाडी आउँछन्। तर सबभन्दा ठुलो विस्फोट जेठ 11 गते हुन्छ, जब एकै दिन 270वटा महँगा गाडीहरू फटाफट जाँचपास गराइन्छ। 6 दिनभित्र मात्रै कुल 649वटा गाडीहरू मुस्ताङ नाकाबाट पास गरिदिए। जुन नाकाबाट वर्षैभरि गाडी आउँदैनथे, त्यहाँ बजेटको ठिक एक हप्ता अगाडि एकै दिन 270वटा गाडी पास हुनु के यो केवल एउटा संयोग मात्रै हो? यदि यी गाडीहरू नयाँ करको दायरामा परेको भए व्यापारीहरूले प्रति गाडी थप 15 देखि 25 लाख रुपियाँ कर तिर्नु पर्थ्यो। हो, यही पुरानो मूल्यको आधारमा प्रतिपक्षीले हिसाब निकाल्दै दावी गरेको छ कि जेठको त्यो 6 दिने सेटिङबाट राज्यलाई झन्डै 1 अर्ब रुपियाँ राजस्व नोक्सान गराएर व्यापारीहरूलाई खल्ती भर्ने रचना गरियो। सांसदवान नेकपा एमालेकी उपनेता पद्मा अर्यालले त अझ डरलाग्दो आरोप लगाउनुभयो। उहाँका अनुसार आर्थिक विधेयकको पृष्ठ 466बाट सिधै 450मा झारेर बीचको 16 पाना गायब पारियो, ताकि सेटिङमा कागजी जाँचपास गरेर अर्बको राजस्व ठगी गर्न सकियो। अब सुनौ हिजो अस्ति मात्रै अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा दिएको ताजा स्पष्टीकरण। उनले आफूमाथिका सबै आरोपहरूलाई अस्वीकार गर्दै 2वटा मुख्य काउन्टर तर्क दिएका छन्। पहिलो तर्क, उनले लक्ष्मी ई-मोबिलिटीले आयात गरेको काई ब्रान्डको उदाहरण दिए। उनले भने यदि बजेटको सूचना पहिले नै लिक भएको भए लक्ष्मी ई-मोबिलिटीले बजेटपछि कर बढेको काई ब्रान्डका 200वटा गाडी बजेट अघि किन भित्र्याउँथ्यो? उनीहरूलाई त घाटा भयो नि। दोस्रो तर्क, यो कुनै 1-2 दिनको सेटिङबाट सम्भव हुँदैन। अन्तर्राष्ट्रिय उत्पादन तालिका, बैंकिङ प्रतिपत्र, ढुवानी प्रक्रिया महिनौँ अघिदेखि तय हुने हुनाले यसलाई सूचना चुहावट भन्न मिल्दैन। रासपाका सांसद खगेन्द्र सुनारले त मन्त्रीको बचाउ गर्दै पछाडिको सिटको पाङ्ग्राले बदमासी गर्यो भन्दैमा चालकलाई सजाय दिन मिल्दैन भनेका छन्। अब यो विवाद केवल सरकार र प्रमुख प्रतिपक्ष एमालेबीच मात्रै सीमित रहेन। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समेत संसदको सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गरेर यसको छुट्टै र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त सार्वजनिक बैठकमै आक्रोश पोख्दै भन्नुभएको छ, यदि यहाँ अर्बको भ्रष्टाचार भएको चर्चा छ, यदि यो केवल राजनीतिक हल्ला मात्रै हो भने सरकारले होइन भनेर तथ्यसहित प्रमाणित गरियोस्।
नत्र जनतालाई यसरी अन्यलमा राख्न पाइँदैन। सांसद मनिष झाले भन्छन्, बिना ठोस प्रमाण प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड र सरकारमाथि हिलो छ्याप्दा देशकै लगानी मैत्री वातावरण बिग्रन्छ। यो कुरा मनयोग्य छ, तर साथीहरू, देशको अर्थ मन्त्रालयले संसदमा तथ्याङ्क तोडमोड गर्नु, 600 भन्दा बढी यात्री रातारात पास गराउन, बसका ड्राइभरहरूलाई मुस्ताङ कुदाउनु र प्रधानमन्त्रीको कार्यालय आफैले गाडी जफत गरेर छानबिन समिति गठन गर्नु, के यी सबै कुरा एउटा संयोग मात्रै हुन्? यो विवाद अब केवल BYD गाडीमा मात्रै सीमित रहेन। यो नेपालको बजेट, गोपनीयता, देशको कर प्रणाली र जनताले सरकारमाथि गर्ने विश्वासको मुद्दा बनेको छ। यदि काण्डमा साँच्चै नै सूचना चुहावट भएको प्रमाणित भयो भने यो राष्ट्रद्रोह सरहको अपराध हो। तपाईको विचारमा के अर्थमन्त्रीको दाबी जस्तै यो केवल प्रतिपक्षले उचालेको राजनीतिक हल्ला मात्रै हो, या भन्सार विभागको डाटाले देखाए जस्तै पर्दा पछाडिको 1 अर्बको महाखेल? आफ्नो निष्पक्ष विचार तल कमेन्ट बक्समा गम्भीरताका साथ लेख्नुहोला। यस्तै तथ्यपरक र खोजीमूलक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।